सम्पूर्णलाई शुभ बिहानी, शुभ नमस्कार, शुभ प्रभात। यसको मतलब भनेको शुभ बिहानी भनेको दिनमा उज्यालो हुँदैछ। शुभ भनेको सबैलाई राम्रो होस्। बिहानी भनेको एउटा कान्छिरिया यो सबभन्दा जुम्लाको माथितिर कान्छिरिया हुन्छ, त्यसलाई बिहानी भनिन्छ। नमस्कार भनेको आफूले सबैलाई ढोक दिएको। प्रभात भनेको सबैलाई सम्पूर्णलाई त्यस अधिकारमा ल्याएको। मैले एउटा कुरा के भन्न चाहन्छु भने रूप से दही दाढ़ी में दंत सिनकी चिड़िया उठ। रूप से दही दाढ़ी में दंत सिनकी चिड़िया उठ। कसैले भेगिए बात गरेपछि मुटु लाग्छ मेरा चोट। कसैले भेगिए गरे भने मुटु लाग्छ मेरा चोट। मैले सानो कुरा यस्नेर राखिदिएँ। हस्, धन्यवाद।